नमस्ते सबैजनालाई। आज म सुदूरपश्चिम प्रदेशको 4th र 5th को सिलेबसमा भएको टपिक सुदूरपश्चिम प्रदेश सुशासन इन 2075 को केही महत्त्वपूर्ण कुराहरू हजुरहरूमा राख्न गइरहेकी छु। यसको नाम सुदूरपश्चिम प्रदेश सुशासन इन 2075। अनि त्यसपछि हामीलाई कसैले सुदूरपश्चिम प्रदेश सुशासन इन 2075 कहिले प्रमाणीकरण भयो भनेर सोध्यो भने चाहिँ 2075 साल 12 महिना 29 गते यसको एन्सर हुन्छ। अनि त्यसपछि यसमा कति परिच्छेद र दफाहरू छन् भन्दा यसमा परिच्छेद 5 र त्यसमा चाहिँ दफा 45 वटा छन्। यसै ऐन भित्र लेखिएको अर्थात् सुदूरपश्चिम प्रदेश सुशासन ऐन 2075 भित्रै लेखेको अर्को महत्त्वपूर्ण कुरा, यस ऐन बमोजिम भ्रष्टाचार नियन्त्रणका लागि कुन निकायले मुख्य भूमिका खेल्छ भनेर भनिएको छ। यसमा धेरै अप्सनहरू राखेर अख्तियार दुरुपयोग अनुसन्धान पनि राखेको हुन सक्छ। यसमा चाहिँ हामीले यसको राइट एन्सर चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान हुन्छ भनेर थाहा पाउनु पर्यो। खास गरी भन्दा राष्ट्रकै लागि नै भ्रष्टाचार निवारण गर्नका लागि अख्तियार दुरुपयोगले नै मुख्य भूमिका खेलेको हुन्छ। यस ऐनमा 5 वटा परिच्छेद मध्ये शासकीय प्रवर्धन सम्बन्धी प्रावधानहरू कति परिच्छेदमा व्यवस्था गरिएको छ भनेर सोध्दा चाहिँ हामीले परिच्छेद 2 भन्नु पर्यो। विभिन्न परिच्छेदमा चाहिँ विभिन्न किसिमका व्यवस्थाहरू गरिएको छ र यसका साथसाथै यस ऐन बमोजिम सूचना प्रवाह सुनिश्चित गरेर सार्वजनिक सेवामा पारदर्शिता कायम गर्न सकिन्छ। यस ऐनको चाहिँ मुख्य उद्देश्य भनेको चाहिँ सूचना प्रवाह सुनिश्चित गरेर सार्वजनिक सेवामा पारदर्शिता कायम गर्नु हो भनेर पनि भन्न सकिने भयो। र अर्को कुरा, यस ऐन बमोजिम सेवा प्रवाह गर्नका लागि कुन कुरा प्रयोग गरिन्छ? सूचना प्रविधि। एमसीक्यू सोद्धाखेरि विभिन्न किसिमका अप्सनहरू राखेर यो पनि हुने भयो र यसलाई हामीले राइट एन्सर मान्नुपर्छ। र अर्को कुरा चाहिँ यस ऐनको मुख्य उद्देश्य चाहिँ हाम्रो सुशासन, पारदर्शिता, जवाबदेही प्रवर्धन गर्नु हो। यस ऐनको मुख्य उद्देश्य के हो भनेर कसैले सोध्यो भने चाहिँ हामीले सुशासन, पारदर्शिता, जवाबदेही प्रवर्धन गर्नु हो भनेर भन्न सक्ने भयौँ। हस्त, धन्यवाद।